नमस्ते सबैमा सन्चै हुनुहुन्छ होला भन्ने आशा गर्दै आज चाहिँ दिल्लीमा हल्का फुल्का घामको साथसाथै बादल छाइरहेको छ। अनि त्यही भएर चाहिँ यसो गाडी चलाउँदा भिडियो बनाऊँ कि भनेर चाहिँ भिडियो बनाउँदै यस्तो छ। हेर्नुहोस् बाहिरको माहौल यस्तो छ। हेर्नुहोस् बादल पनि छाइरहेको छ। यस्तो छ। अनि हजुरहरूतिर के कस्तो छ प्लिज कमेन्ट बक्समा बताउनु होला अनि सेयर गरिदिनु होला। यस्तै छ हजुर। अनि हजुरहरूको खाना चाहिँ लन्च भयो कि भएन? म चाहिँ लन्च अब गर्न जाँदैछु। हस् त नमस्ते, भेटौँला अर्को भिडियोमा। बाई बाई सबैजनालाई बाई बाई भन्दै गुड आफ्टरनुन। नमस्ते सबैमा सन्चै हुनुहुन्छ होला भन्ने आशा गर्दै आज चाहिँ दिल्लीमा हल्का फुल्का घामको साथसाथै बादल छाइरहेको छ। अनि त्यही भएर चाहिँ यसो गाडी चलाउँदा भिडियो बनाऊँ कि भनेर चाहिँ भिडियो बनाउँदै यस्तो छ। हेर्नुहोस् बाहिरको माहौल यस्तो छ। हेर्नुहोस् बादल पनि छाइरहेको छ। यस्तो छ। अनि हजुरहरूतिर के कस्तो छ प्लिज कमेन्ट बक्समा बताउनु होला अनि सेयर गरिदिनु होला। यस्तै छ हजुर। अनि हजुरहरूको खाना चाहिँ लन्च भयो कि भएन? म चाहिँ लन्च अब गर्न जाँदैछु। हस् त नमस्ते, भेटौँला अर्को भिडियोमा। बाई बाई सबैजनालाई बाई बाई भन्दै गुड आफ्टरनुन। नमस्ते सबैमा सन्चै हुनुहुन्छ होला भन्ने आशा गर्दै आज चाहिँ दिल्लीमा हल्का फुल्का घामको साथसाथै बादल छाइरहेको छ। अनि त्यही भएर चाहिँ यसो गाडी चलाउँदा भिडियो बनाऊँ कि भनेर चाहिँ भिडियो बनाउँदै यस्तो छ। हेर्नुहोस् बाहिरको माहौल यस्तो छ। हेर्नुहोस् बादल पनि छाइरहेको छ। यस्तो छ। अनि हजुरहरूतिर के कस्तो छ प्लिज कमेन्ट बक्समा बताउनु होला अनि सेयर गरिदिनु होला। यस्तै छ हजुर। अनि हजुरहरूको खाना चाहिँ लन्च भयो कि भएन? म चाहिँ लन्च अब गर्न जाँदैछु। हस् त नमस्ते, भेटौँला अर्को भिडियोमा। बाई बाई सबैजनालाई बाई बाई भन्दै गुड आफ्टरनुन।